ल एकैछिन यो प्रश्नको सोलुसन हेरौँ है त। कुनै गाउँमा 35% पाका व्यक्तिहरू छन्, 53% जवानहरू र बाँकी 144 जना केटाकेटीहरू रहेछन्। उक्त गाउँमा पाका व्यक्तिहरूको जनसङ्ख्या कति होला पत्ता लगाउनुहोस् भनेको छ। यो मध्य प्रदेशमा 5औं तहमा 2080 सालमा सोधेको प्रश्न हो प्रतिशतबाट है त। अब पर्सेन्टेजमा टोटल भन्ने कुरा तपाईँलाई थाहा छ कि टोटल भने 100% हो भन्ने कुरा थाहा छ। टोटल प्रतिशतमा टोटल भने कति हो त 100% हुन्छ। प्रश्नले के छ 35% हो त पाकाको संख्या कति छ, पाकाको प्रतिशत कति छ 35% पाका व्यक्तिहरू छन्। जवानहरू कति छन् त, जवानहरू कति देखा भन्दा 53% जवान देश भने। अब यहाँनिर हामीले के बुझ्नु पर्यो त भन्दा केटाकेटीको संख्या दिएछ क्या प्रश्नले। हाम्रो हेर्नु त केटाकेटीको संख्या चाहिँ 144 केटाकेटी छ। 44 केटाकेटीको संख्या छ भने हामीले प्रतिशतमा कति होला त त्यो निकाल्दिउँ न। केटाकेटीको हेर्नु त केटाकेटीको प्रतिशत कति होला त भन्दा जम्मा भनेको 100 हो। 100बाट 35 पाका व्यक्तिहरू छन्, 53 जवानहरू छन् भने यो सबैलाई घटाइदिउँ त। 35 - 53 गर्दा कति आयो त भन्दा टोटल भनेको छ केटाकेटीको संख्या भनेको कति प्रतिशत भनेको 12% रहेछ केटाकेटीको प्रतिशत। ल हेर्नु क्वेशन अनुसार केटाकेटीको प्रतिशत भनेको 12% छ है। केटाकेटीको प्रतिशत भनेको छ त 12% छ। पाका व्यक्तिहरू भनेको त हामीलाई के छ प्रश्न के सोध्छ 35% पाका व्यक्तिहरूको निकाल भने क्या। अब हेर्नु त पर्सेन्टमा 12% बराबर कति भयो त केटाकेटीको प्रतिशतमा 12% हो। संख्यामा कति हो त 144% हो। अब हामीले यसबाट के बुझ्नु पर्यो, हामीले निकाल्नु पर्ने के हो त प्रश्नले टोटल भनेको भए 100% निकाल्थ्यौँ। अहिले प्रश्नले हामीलाई के भनेको छ भन्दा उक्त गाउँमा पाका व्यक्तिहरूको जनसङ्ख्या कति होला। पाका व्यक्तिहरूको जनसङ्ख्या भने कति छ त 35% छ भने यसलाई 12 लाई 35 बनाउन सक्नु पर्यो क्या। हेर्नु त 12 × 1 = 12 भयो। 12 12 कति 144 भयो क्या हो। अब 1% बराबर कति भयो 12 हो भने हामीले यसलाई त सजिलोसँग 35% बनाउन सक्यौँ। यता 35 राखिदियो भने यता 12 × 35 गर्नु पर्यो। हेर्नु त 35 × 10 गर्दा भइहाल्यो 100 कति भयो त 350 भयो। अनि कति बाँकी छ 35 फेरि 2 छ नि 35 × 2 गर्दा कति भयो त 70 भने कति भयो त 420 हुने भयो। यसरी चाहिँ हाम्रो एन्सर चाहिँ अप्सन सी हुन गयो है त।